बिरानो पुरानो नयाँ सबै छ कि। यो हाम्रो पूर्णचन्द्रको सरस्वती मन्दिर, सरस्वती माता। यो आजभोलि क्लासरुम भएर चाहिँ पहिलाको अफिस हो। यस्तो छ। पूर्णचन्द्र धेरै पछि आइयो, तर स्कुल चाहिँ अलि पुरानो भइसक्यो हो कि जस्तो लागेर आएको। यो हाम्रो क्लासरुम यस्तो छ बाहिर। यो चाहिँ हाम्रो क्यान्टिनको चुलो। धेरै पहिला सफलताको सरल उपाय हो महान मानिसको सङ्गतमा रहनु। पूर्णचन्द्र माविको पुरानो भवन हो यो चाहिँ एकदमै। यो हाम्रो क्लास 10 मा पढ्दाखेरिको। हामी 10 क्लास यही रुममा बसेर पढ्या हो। अहिले कति बिरानो भएछ ल। 10 क्लास पढेको क्लासरुम। म भित्रै गएर देखाइदिन्छु। यहाँ हाम्रो सर बस्नुहुन्थ्यो अनि यहाँ चाहिँ विद्यार्थीहरू बसिन्थ्यो। बवाल रमाइलो हुन्थ्यो। हामी पहिला यही स्कुलमा यही क्लासमा बसेर 10 क्लास यही क्लासबाट पास गरेर गएको हो। अहिले यहाँ वाल भएछ, पहिला केही थिएन। यति पुरानो र म बिरानो भइसक्यो। म एकचोटि पछाडिबाट गएर पनि देखाइदिन्छु क्लासरुम। ए हामी बस्ने बेन्चहरू, हामी नै बसेको बेन्च अहिलेसम्म पनि जस्ताको तस्तै छ। अलिकति पुरानो भए जस्तो छ, तर केही भएन, बिग्रेको छैन। यस्तो छ। पहिला हामीले केमेट गरेकै छ होला बाँकी। यहाँ हामीभन्दा पछि आउनु त धेरै आए, तर हामीले लेखेको पनि धेरै छ होला यहाँ। यस्तो छ बेन्चहरू, डेस्क बेन्चहरूको अवस्था। पुरानो स्कुल, व्हाइट बोर्ड त्यहाँ छ। यसरी सरले पढाउनुहुन्थ्यो। अनि यो चाहिँ 10 क्लास पढेको क्लासरुम। यहाँबाट यो चाहिँ क्लास 9 मा पढ्दाखेरिको क्लासरुम हो, तर यहाँ डेस्क बेन्चहरू केही रहन्छ। यस्तो छ। यो चाहिँ हामी बाहिर बस्दाखेरि कहिले काहीँ चिसो महिनामा पुसमातिर यो ठाउँमा बसिन्थ्यो। यो हाम्रो स्कुल पछाडि पनि देखाइदिनु। यस्तो चाहिँ यो चाहिँ अहिले नयाँ मैदान बनेछ। यहाँ यो चाहिँ खेल मैदानको लागि हो भन्ने छ, अब के छ के हो थाहा भएन। हामी यो बाटो हुँदै आइन्थ्यो। अनि पछि चाहिँ यहाँनिर नयाँ भवन बनिसकेछ उयो। अनि एउटा उयापट्टि बन्दैछ। +2बाट चाहिँ यहाँ पनि धारो रहेछ। धारो ठाउँमा छ अहिले पहिला भन्दा। यो चाहिँ नयाँ भवन। अफिस चाहिँ यहाँ सेरा छ नि त अहिले। यो माथि स्कुल यस्तो छ। बिरानो पुरानो नयाँ सबै छ कि। यो खेल मैदान नयाँ बनिसकेछ यहाँ। जे होस् ठिक छ, रमाइलो छ। यो चाहिँ नयाँ बन्दै गरेको भवन हो।